जापान आउँदाखेरि चाहिँ नेपाली प्रोडक्टहरू ल्याएर रिस्क लिनु भन्दाखेरि चाहिँ होइन, जापान आएर चाहिँ यति धेरै सामान चाहिँ मैले चामल सहित गरेर यो सामान सबै गरेर 27,000 मैले लिएर आएको छु क्या। इलिगल सामानहरू ल्याउने सोचमा रिस्कमा लिएर आउँदै हुनुहुन्छ, लुकाएर ल्याउँछु यताउता सोचमा हुनुहुन्छ भनेदेखि चाहिँ प्लिज तपाईँले रिस्क नलिनु होला। किनकि फर्स्ट टाइम जापान आउँदै हुनुहुन्छ भनेदेखि चाहिँ एयरपोर्टमा टाइट चेकिङ हुन्छ, चेकिङमा पर्नुभयो भनेदेखि तपाईँ बोल्न सक्नुहुन्न, बोल्न सक्नु भएन भनेदेखि तपाईँले ल्याएको सामान सबै फ्यालिदिन्छ। त्यही भएर तपाईँले केही पनि रिस्क नलिनु होला। जापान फर्स्ट टाइम आउँदै हुनुहुन्छ भनेदेखि चाहिँ यहाँ चाहिँ सबै सामानहरू पाउँछ होइन। अनि मैले चाहिँ 30 किलो सामान लिएर आएको छु। अनि त्यसपछि यो तेल पनि लिएर आएको छु। अनि मासु कति ल्याएको छु भन्दाखेरि चाहिँ मैले 6 प्याकेट मासु लिएर आएको छु होइन। यो चाहिँ हामी 2 जनाको लागि चाहिँ 1 महिनाको रासन पानी हो। चिनीहरू, त्यसपछि प्याजहरू भयो, अनि यो अचारहरू, यस्तो सबै सामान पाउँछ। त्यही भएर यदि तपाईँ नागरिकतामा हुनुहुन्छ र जिआर स्टेसनमा रहेको साइनो मार्टमा चाहिँ तपाईँले यो सामानहरू पाउन सक्नुहुन्छ। सस्तो र मस्तो अनि होम डेलिभरी पनि हुन्छ त्यहाँ चाहिँ।